नमस्कार, म अधिवक्ता गीता चौधरी। म विशेष गरेर हाम्रो दैनिक जीवनमा लागू हुने विभिन्न कानुनका विषयहरूमा भिडियो बनाउँदै आइराखेको छु। म सदा चाहिँ आज पनि म एउटा विषयमा भिडियो बनाउन गइराखेको छु। विषय चाहिँ जबरजस्तीकरणी छ। हाम्रो समाजमा प्रत्येक दिन जस्तो दिदीबहिनीहरू, विभिन्न महिलाहरू चाहिँ पीडित भएर मलाई फोन गरिराख्नुहुन्छ, भनिराख्नुहुन्छ। कतिपय अवस्थामा चाहिँ आफ्नै परिवारको मान्छेहरूले पनि जबरजस्तीकरणी गर्ने, यौन दुर्व्यवहार गर्ने खालको व्यवहारहरू चाहिँ भइराखेको कुरा आएको छ। यसै सन्दर्भलाई चाहिँ मैले ती दिदीबहिनीहरूलाई एकमुष्टमा सहयोग पुगोस् भन्ने हिसाबमा आज म जबरजस्तीकरणीको विषयमा भिडियो बनाउन गइराखेको छु। सबैभन्दा पहिले त जबरजस्तीकरणी भनेको के हो भन्न र बुझ्न जरुरी छ। हाम्रो कानुनको व्याख्या अनुसार चाहिँ जबरजस्तीकरणी भनेको कसैले पनि कुनै महिलालाई स्वतन्त्र मन्जुरी बिना करणी गर्छ भने त्यसलाई चाहिँ जबरजस्तीकरणी भनिन्छ। तर कुनै पनि महिला चाहिँ 18 वर्षभन्दा मुनि रहेको छ भने त्यस्तो अवस्थामा चाहिँ स्वतन्त्र मन्जुरी लिएर अथवा नलिएर जुनसुकै अवस्थामा पनि करणी गरेमा त्यसलाई जबरजस्तीकरणी मानिन्छ। स्वतन्त्र मन्जुरी लिएर गरेको भन्नाले स्वतन्त्र मन्जुरी भनेको के हो त भन्दाखेरि कुनै पनि मान्छेलाई डर धम्की नदिएर, कुनै पनि झुक्यानमा नपारेर, करकाप नगरेर, यी कुनै पनि कुराहरू चाहिँ नगरिकन दुवैजनाको महिला र पुरुषको इच्छा सहितको मन्जुरीलाई चाहिँ स्वतन्त्र मन्जुरी भनेर बुझिन्छ। मन्जुरी लिँदा कुनै पनि करणीमा चाहिँ कुनै पनि व्यक्तिलाई कुनै पनि करकाप, झुक्यानमा पारेर अथवा डर त्रास, शारीरिक बन्धक बनाएर अपहरण गरेर लिएको मन्जुरीलाई चाहिँ मन्जुरी मानिँदैन। अब जाउँ हामी जबरजस्तीकरणी गर्दा के सजाय हुन्छ त? यो सजाय चाहिँ उमेर हद अनुसारको सजाय छ। कुनै पनि पीडित बालिका 10 वर्षभन्दा मुनि रहेको छ भने पीडकलाई 16 वर्षदेखि 20 वर्षको सजाय हुन्छ। त्यसै गरेर 10 वर्षदेखि 14 वर्षको बालिकालाई कुनै पनि पीडकले जबरजस्ती गरेको छ भने त्यसलाई चाहिँ 14 वर्षदेखि 16 वर्षको सजाय हुन्छ। त्यसै गरेर चाहिँ कुनै पनि बालिका 14 वर्षदेखि 16 वर्षको रहेको छ भने त्यस्तो बालिकालाई सजाय गरेको चाहिँ 12 वर्षदेखि 14 वर्षको सजाय हुन्छ। त्यसै गरेर कुनै पनि बालिका, पीडित बालिका 16 वर्षदेखि 18 वर्षको रहेको छ भने त्यस्तो व्यक्तिलाई चाहिँ 10 वर्षदेखि 12 वर्षको सजाय हुन्छ। त्यसै गरेर कुनै पनि महिला 18 वर्षभन्दा माथि रहेको छ भने पीडित महिला, त्यस्तो अवस्थामा पीडकलाई अथवा जबरजस्तीकरणी गर्ने व्यक्तिलाई चाहिँ 7 वर्षदेखि 10 वर्षको सजाय हुने गरेको छ। हामी कहाँ हाम्रो कानुनले चाहिँ विशेष गरेर वैवाहिक बलात्कार भनेर पनि व्याख्या गरेको छ। र वैवाहिक बलात्कारमा कुनै पनि श्रीमानले श्रीमतीलाई वैवाहिक बलात्कार गरेमा अथवा बलात्कार करणीमा जबरजस्तीकरणी गरेमा त्यसलाई चाहिँ वैवाहिक बलात्कार भनेको मानिन्छ। त्यस्तो अवस्थामा चाहिँ वैवाहिक बलात्कारमा चाहिँ 5 वर्षको सजाय रहेको छ। त्यसै गरेर अब जबरजस्तीकरणी भयो भने सजायको हकमा त हामीले कुराकानी गरिसक्यौँ। र अब कहिलेसम्म जान पाइन्छ त? कुनै पनि महिलालाई जबरजस्तीकरणी भयो र मैले समयमा भनिनँ र त्यसको कारणले चाहिँ मान्छेले सजाय पाउँछ कि पाउँदैन भन्ने कुरा चाहिँ तपाईँहरूको मनमा लागिरहेछ भने हाम्रो कानुन बमोजिम चाहिँ यसको हदम्याद कति छ त भन्दाखेरि हाडनाताकरणीको हकमा चाहिँ जहिलेसुकै जान पाइन्छ। हाडनाताकरणीको विषयमा मैले छुट्टै नै भिडियो लिएर फेरि पनि आउने नै छु, त्यसको विस्तृत जानकारी सहित। र अहिलेलाई मैले यति नै भने। त्यसै गरेर अन्य व्यक्तिको हकमा 2 वर्ष चाहिँ हदम्याद रहेको छ। त्यसै गरेर बालबालिकाको हकमा 18 वर्ष पुरा भएको 3 वर्षभित्र चाहिँ जान पाइन्छ। त्यसै गरेर यदि कुनै पनि व्यक्ति अपाङ्ग, अशक्त, सुस्त मनस्थिति र 70 वर्षभन्दा माथिको रहेको छ भने पीडित व्यक्ति चाहिँ त्यसको हकमा 3 वर्षभित्रको चाहिँ हदम्याद दिएको छ। यसरी तपाईहरूले चाहिँ जबरजस्तीकरणी भयो र तपाईहरूलाई कुनै पनि व्यक्तिले जबरजस्तीकरणी गर्यो भने कहाँ जाने त भन्दाखेरि तपाईँले नजिकको प्रहरी कार्यालयमा गएर निवेदन अथवा जाहेरी दिएर तपाईहरूले यसको चाहिँ सूचना दिन सक्नुहुन्छ। यो अपराधको सूचना दिन सक्नुहुन्छ र पुलिसले अनुसन्धान गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुहुन्छ। यस्तै तपाईहरुलाई अझै पनि कानुन सम्बन्धी जानकारी चाहेमा तपाईहरुले मेरो च्यानललाई मा आएर कमेन्ट गर्नुभयो
भने त्यसमा चाहिँ म फेरि थप भिडियो बनाएर आउने नै छु। तपाईहरुले मलाई माया गरिदिनु भएकोमा, मेरो भिडियो हेरिदिनु भएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि आगामी भिडियो बनाउनको लागि हौसला प्रदान गरिदिनुहुन्छ भन्ने अनुरोध गर्दै अहिले मैले यति कुरा राख्छु। हस् नमस्ते।